आज हामी बनाउँ है त टोफू गार्लिक पेपर टोफू। हामीले गार्लिक पेपरको धेरै डिसहरू बनाइसक्यो तर टोफूको यो डिस चाहिँ बनाएको थिएनौँ। आज हामी बनाउँछौँ है त। एकदमै सजिलो, एकदमै मिठो छ। ल सुरु गरिहालौँ। सुन त टोफू ल्याउनुहोस्। टोफूलाई चाहिँ नि पखालेर त्यसलाई क्युब साइजमा काट्नुहोस्। काटिसकेपछि साइड राख्नु होला अनि एउटा भाँडामा पानी हाल्नुहोस्। पानीमा नुन हालेर घोल्नुहोस्। त्यसपछि टोफू राख्नुहोस्। टोफूलाई 2-3 मिनेट चाहिँ नि मज्जाले बोलिन दिनु होला अनि लिएर पानी सोक्नुहोस्। सोक्नु भएन भने पछि टोफू गिलो हुन्छ फ्राई गर्दाखेरि। अब एउटा अन्डा र कर्नस्टार्च ल्याउनुहोस्। अन्डालाई फिट्नुहोस्। टोफू त्यसमा राख्नुहोस् अनि अन्डा मजाले लगाइसकेपछि कर्नस्टार्चमा लगेर राख्नु होला। त्यसपछि चाहिँ सबै ठाउँ लगाइसकेपछि यसलाई हाई हिटमा फ्राई गरौँ। अब रातो भइसकेपछि निकाल्नु होला। त्यही पनि अझै क्रन्ची भएको छैन भने चाहिँ डबल फ्राई गर्नु होला अनि बल्ल क्रन्ची हुन्छ। अब लसुन र अदुवा काट्नुहोस्। क्याप्सिकम पनि काट्नुहोस् अनि सिजनिङको लागि नुन, लसुनको धुलो, मरिचको धुलो यतिलाई मिक्स गर्नु होला। त्यसपछि प्यानमा खुर्सानी हाल्नुहोस्, लसुन अदुवा हाल्नुहोस् अनि यसलाई मजाले चलाउनुहोस् एकछिन। त्यसपछि राख्नुहोस् क्याप्सिकम राखेर बास्ना आउन थाल्छ अनि राख्नुहोस् टोफू राखेर एकछिन टस गर्नु होला। त्यसको माथि राखिदिनुहोस् सिजनिङ राखेर एकछिन मजाले चलाउनु होला अनि त्यसपछि कोठाभरि बास्ना हुन्छ। हो अनि यति भइसकेपछि यसलाई निकाल्नुहोस् अनि प्लेटमा हालेर मजाले सर्भ गर्नुहोस्, खानुहोस्।